Apalagi lagi ni deh, kata saya. Ese kamu taruh. Pulau tu dah ke mana usah? Gom ada tu. Jauh ke? Jauh ke mana tu? Mana ini? Yang bicara ke mana? पैसा पनि भजन कसरी गाउनु गाउन पर्छ भयो कि बाबु अरू अझै खेन के यता गएको त्यही भएर अब तपाईँले स्याटबाट तान्नु पर्छ आशा दिदी यता आमा मलाई त डरै लाग्यो अहिले फर्काउँछ पछि गएर रुन नसकेर यसपछि ओम नंदाय नमो ओम वसिष्ठा नाम राख्नु एउटा फल राख्नु अस्मिन् पुराकरण होम कर्मणि त्वं मे ब्रह्म भव ओम भवानी ओम फुल अक्षता लिनुहोस् दादाको बल कता मेरो
दादाको ओम दक्ष हस्ते अब पछाडिपट्टि देउरे भागमा गोबरमा थाप्नु गोबरमा हो खालमा थापेर दिया थापा समात्नु अनि चार भाग ओम अब थोरै हजुरको हातले तरुले थोरै एकपल्ट घुमेर आउँछ तिनपल्ट घुम्छ बच्चाकालमा कान छेडा हो कि नि बाबुको छेडेको छैन होइन यसो यता आउँदै जान्छ छिटो आऊ आचमन गरेर त त्यो आचमन भन्ने बुझ्याउँदै है तल राखेर अलग्ग अलग्ग खाने एकचोटि मन्त्र भन्ने दुईटैले बस्ने जे जान्छु होइन खै कापी ल्याउँदा गायत्री मन्त्र नेपाली संस्कृति एउटै हो मन्त्र महिलाको उयो हो भन्न सजिलो बनाएर त्यो अर्को बनाएको गायत्री मन्त्र एउटै ओम कायन बादल टुक्रा बोधे भगवान अब गायत्री शिक्षा त भयो वेद कसले सुरु गराउने वेद पढाउने कुरो चाहियो वेदको शिक्षा कसले दिने हो के छ वेद केही जानकारी आफ्नो एउटा चपरीमा केही फलफुल डक्टर छ भने पर्छ नभए एकछिन राख्नुहोस् हात यसो पछाडि धोऊ ल
एउटा टपरीमा जौ तेल कुस राख्नुहोस्, भेटीहरू राख्नुहोस्, फलफुल राख्नुहोस्, सुपारी राख्नुहोस्। पूजा जाति विशिष्टम विश्वमै यसो दामी जति पर्दैछ गर्नुहोस्। अप्ठ्यारो पनि माछा मासु खाँदैन भनेको थियो कि माछा मासु खान्न खाएको राम्रो है। चुर्लुम म डुबेर खोला नदीहरूमा नुहाउँदिन, खोलामा नुहाउँदिन, उपर खुट्टी लगाएर बस्दिन, खुट्टी लगाएर बस्दिन। अब पढ्ने विद्यार्थीले के भनेको छ भने खाटमा पनि नसुत्नु भनेको छ कि अब अहिले त्यो सम्भावना छैन होइन। नाङ्गो आइमाईलाई हेर्दिन, नाङ्गो आइमाईलाई हेर्दिन, झुटो बोल्दिन, अर्काको माल चोर्दिन, पूर्ण ब्रह्मचार्यमा बस्नेछु, पढ्नमा दत्तचित्त भइरहन्छु, सत्य बोल्छु, गुरुको आज्ञा पालन गर्छु। ल अब फेरि उपनयन सिद्धिको गोदान तपाईँ यो बिहान उठेर 24 गायत्री जप्नुभयो, 1000 गायत्री मात्रै जप्नुभयो भने तपाईँमा कति शक्ति आउँथ्यो, कति शक्ति वेदको सार हो त्यो भनेको, वेदको सार है। ल दुईटैले ढाक्ने हो 3 पटकसम्म है त। त्यो उखै दक्षिण नजिक राख्नु ल पुरा घन्टी बजाउनु सुरु गर। एकजना घुमेर आउने बस बाबु दक्षिणा देऊ मलाई होइन तपाईँलाई हो। अब सुन्नु यसरी अगाडि राख, खुट्टा छ अगाडि जाउनु, यसरी कान समाऊ गुरुको गोडामा। बुढा भने ल ठिक छ। एकपल्ट अग्निको जल घुमा
घुमाएर ठ्याक्कै यहाँनिर राख्नुपर्छ। बाबुको बाबा यहाँ बस्नु गाह्रो हाम्रो मैले जहाँ भन्छु त्यहाँ ताप्ने है उभिएर हात चाहिँ गाउँ ओम तनुमा अग्नि तनु हे मही मुखमा सक्ने ओम आयुर्वेद अग्नि आयुर्वेद बायाँ कान छुने बायाँ हातको दायाँ कान छुने अनि हाँस्यो सानो ल्याउनु छ यो सुरुमा राख्ने उठ्ने हजुर पनि उठ्नु बाबु त सुरुसँग त यहाँ राख दिवस ओम भवतीं भिक्षां मे देही भन्दै भिक्षा माग्दै जाने। पहिला कहाँबाट सुरु गर्ने? आमाबाट सुरु गर्ने। ओम भवती भिक्षां देही फेरि भन्नु ओम भवती भिक्षां देही ओम भवती भिक्षां देही भन्नु 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 ओम भवती भिक्षां देही होइन अर्का चोटि यो एक राउन्ड भयो एक राउन्ड भएपछि अरे एक राउन्ड हुँदैन तिनचोटिमा आउँछ अर्कोचोटि हो
बोरा छैन कान्छ बोरा ल्याइदियो त बोरा हाल्नु भन्नु भन्नु ओम भगवती इच्छान देवी यो अब 3 चोटि भयो ओम भगवती इच्छान देवी इच्छा भी ना गई भगवती चन्दै मात्रै ओम भगवती इच्छाम देही उहाँले गर्ने तपाईँ हुनुपर्छ गाली दिने हो भने तपाईँ हुनुपर्छ हजुरले त आउनु
लागि अञ्जली थाप्ने फेरि अञ्जली थाप्दैछ ल अब त सूर्यतिर फाल्यो तिमीले ल हजुरले बाबुलाई सूर्य देखाउनुहोस् सूर्यको दर्शन गराउनुहोस् ओम तत्सूर्यं प्रसन्नं गङ्गां विष्णु सूर्यदेवतं ब्राह्मणे सूर्यदेवतं चन्दं सूर्यदेवता ओम तत्सूर्यदेवतं मातरं शरतं परस्मै अब आचार्य अथवा हजुर गुरु हजुरले हुन्छ हजुरले यसरी गाईको जाने हातबाट कस्तो प्रयोजन हजुरले जल छोडिहाल्नुहोस् हजुरले जल छोडिहाल्नुहोस् दुईटा पूर्वतर्फ फर्क दक्षिणतर्फ फर्क आचार्य फर्काउने है पश्चिमतर्फ फर्क उत्तरतर्फ फर्क माथितिर हेर तलतिर हेर अब चारैतिर ढोगेर बस ल कुमारले भने अस्नानी तिमीले के नियमित दिनदिनै नुहाउँछौ त बिहान उठेर भनेर सोध्नुभयो बाबुले के भने म नियमित उठाएको नुहाउनेछु फेरि आचार्यले भन्नु ओम कर्म गुरु मैले भने कामहरू सबै गर्छौ त त्यो गुरुको सेवा गर्छौ सोध्नु ओम कर्माणि गर्नेछु ल अब के छ छोप्ने कुरा गायत्री दान पिपलको पात छ छैन यहाँ त्यहाँबाट छिटेको खालको फेदको 3टा पिपलको पात ल्याइदिनुहोस् त ल अब त्यो उहाँलाई दिनुहोस् एउटा बाबुलाई 2टा टक्राउनुहोस् एउटा टक्राउनुहोस् सानो चाहिँ है त्यहाँ घिउ भरेर लाग्यो छोपी भने पनि भाग्छ होइन तिमीले छोपी क्या हो देख्यौ भनेर हात जोड्ने ओम प्रमादात पूर्ववत
पश्चात् कर्म प्रयोग विद्यादेशतः स्मराण्येव कृष्णं सम्पूर्णयाति ओम यस्य स्मृत्वा तनामुक्त्या तमोज्ञादिषु न्यूनं सम्पूर्णतां याति वन्दे तत वस्तुतम् ओम अतिताय नमः तिप्रवन् ओम अतिताय नमः ओम श्वेतनिधात्रे स्वाहा विशंकुनारायण स्वाहा स्वाहा ओम लक्ष्मीनारायण स्वाहा ओम शेषनारायण स्वाहा तलपट्टि मैले यहाँ फोटो खिचेको मैले यतिकै समाउँछु बल्ल ठिक पर्वतमा मलाई बिहामा नि बोलाइसक्यो